एभ्रिवान जय मसी चाहिँ नानाहरूको घर सिटोङमा हामी आजभन्दा 2 वर्ष अगाडि गएका थियौँ अनि त्यहाँनिर लिएको तस्बिरहरू मसँग रहिरहेको थिए र मैले आज फ्युचर युजको लागि यसरी तपाईहरुको साथमा पनि सामने पनि मैले साझा गरेको छु। यो चाहिँ हो नानाहरूको पुरानो घरमा हामीले खानाहरू पकाएर फर्किराख्नु भएको थियो र हामी खानाहरूको मजा लिँदै अनि हामीसँग प्रतीक्षा बहिनी पनि जानुभएको थियो। यो चाहिँ हो छुर्पी बनाउने मेसिन अनि यो चाहिँ बहिनीहरूको पुरानो घर, यो चाहिँ उहाँहरूको गाईबस्तुहरू, यहाँ चाहिँ हो साडो दाजु साडो भाइ, यहाँ नानीहरूसँग आमा र म, यहाँ फेरि बहिनीहरूसँग छुर्पी खाँदै दुईजना आमा छोरी। यो चाहिँ हो नानाकोमा भएको फुलालुपाते कस्तो दामी रहेछ, नयाँ घरको निर्माण भइरहेको छ। यो चाहिँ हो माइली दिदीको घर, माइली दिदीको घरमा खाना खायौँ। त्यसको पश्चात हामीले त्यहाँनिर फोटोसुटहरू गऱ्यो। अन्धारोमा पुगेको थियौँ, जाडो थियो ठाउँ, इस्कुस पुरा रहेछ। नानाले घरमा लैजा भनेर पोको पारिदिनु भयो सुधा दिदीलाई। अनि हामी दुईजना सुधा दिदी र म भेना यता चाहिँ र फेरि हामी इस्कुसहरू पोका पारेर लिएर घर आयौँ। यो चाहिँ हो सुधा नानाको घर, यहाँ चाहिँ आराधना गर्दै नानी र म। यहाँ चाहिँ नानीहरूसँग दिउँसो प्रेयरमा रमाइलो क्षण बिताएको थियो। प्रेयर फास्टिङ प्रेयर गर्नु मजा आएको थियो। अनि यो चाहिँ नाना र आमा, नानाहरूको माथि मतिमहरूकोमा फुलेको फुलहरू यति दामी थियो। अनि आमालाई मैले एउटा फोटो पनि खिचाइदिएको छु, हेर्नुहोस् है। त्यसको पश्चात मतिम र आमा, यो कति राम्रो फुलेको छ है, अर्कै कलर रहेछ। अनि मतिम र आमाको फोटो यहाँ चाहिँ छ मेरो साइली मतिम। अनि यहाँ चाहिँ दाजु उहाँ बित्नुभयो अहिले। र यहाँ चाहिँ मतिमहरू। अनि यहाँ चाहिँ हो सुन्तला फ्याँकेको अरे हामीले चाहिँ बटुलेको नि। अनि यहाँ चाहिँ हो फेरि यता गीता दिदी भेनाकोमा दुईजना गफ गर्दै। र यहाँ चाहिँ छ हामी तीनजना दिदीबहिनी। यहाँ चाहिँ नानाले सबै नानीहरूको लागि रोटी बनाइदिनु हुँदै थियो। अनि नानाहरूसँग गफ गर्दै राति त्यहाँदेखि बाउ छोरीको फेरि एक्स्ट्रा भेनासँग अहिले देखाउँछु ल तपाईँहरूलाई। यति दामी सुन्तला राखिदिनु भएको थियो हाम्रो लागि। अब हामी त्यो टिपेर खाइने खाइयो, ल्याउने ल्यायो होइन। थ्याङ्क यू वन्स अगेन नानाहरूलाई। मेनुरा त सुन्तलाकै फेदमा बसेर सुरुवाल पनि सबै कुरा लगाएको थियो। अनि त्यस पश्चात चाहिँ यहाँ सानो नानीहरूसँग पनि हामीले फोटोहरू खिचेको थियो है बहिनी। त्यहाँदेखि बहिनीको सुन्तला थियो, अब कसले सुन्तला खाने टिम। यहाँ चाहिँ यो भाइ उसको वाइफ हरायो भने खोजिरहेको थियो, पनि पायो कि पाएन। अनि उसकै नानीहरू हो यो, त्यो भाइकै सानो छोरी ठुली भइसक्यो होला अहिले त, आजभन्दा 3 वर्ष अगाडिको कुरा हो यो। यहाँ चाहिँ छ हाम्रो टिम। यहाँ चाहिँ हामी मामले आइपुग्यो, मैले भाइ छोरालाई लिएर आएको थिएँ। अनि यो चाहिँ एउटा बङ्गलाको सिन। थ्याङ्क यू सो मच फर वाचिङ।